जोजलपा तारेमाम पासापी गाई जात्रा। गाई जात्रालाई नेपाल भाषामा सा पा रु सापारु भन्छ। सापारु। अब हामीले नेपाल भाषामा गाई जात्रा हेर्न जाने हैन भन्नु पर्यो भने, कसैले यसरी क्वेशन सोध्नु पर्यो भने गाई जात्रा अथवा सापारु सो वन्यु मखुला क्वेशन मार्क। गाई जात्रा सो वन्यु मखुला। त्यस्तै गरी अब अर्को सेन्टेन्स हेरौं। आज कस्तो गाई जात्रा भयो। थौं थौं थ चाहिँ नि यस्तो होइन, खास यस्तो थ हुनुपर्ने हो। थ यस्तो हुनुपर्ने हो। अब थौं गर्दाखेरि यस्तो ठाउँ आउने भयो। यो तपाईहरुले एकचोटि ट्राई गर्नु होला। यो भयो भनेदेखि यता तलपट्टि कमेन्ट सेक्सन छ, त्यहाँ यो कसरी मिलाउने एकचोटि कमेन्ट गर्नु होला तपाईहरुले ट्राई गरेर। यो गर्नको लागि चाहिँ गुगलमा अथवा गुगलमा एजेन्ट आकाश नेपाली टाइपिङ गर्नु भए पनि हुन्छ, अथवा agentaakash.com/nepali टाइपिङ यसमा गएर ट्राई गर्न सक्नुहुन्छ। यसमा हुनुपर्ने यो ठ को सट्टा यो ठ हुनुपर्ने थौं। अहिलेको लागि मैले यही ठ युज गरे। तपाईहरुले एकचोटि ट्राई गरेर तलपट्टि कमेन्ट सेक्सन छ, त्यहाँ प्लिज कमेन्ट गरिदिनु होला। थौं ग यौ गाई जात्रा जुला। थौं जुला भएछ, जुल मात्र हो। थौं गयौ अथवा उ यसमा थप्न सकिन्छ एउटा गयौ। थौं गयौ गाई जात्रा जुला। थौं भन्नाले आज भन्न खोजेको हो। कस्तो भन्नाले गयौ। भयो भन्नाले जुला हो। अब गाई जात्रामा विभिन्न किसिमको आउँछ। कोही गाई बनेर आउँछ, कोही अब कस्तो भेषमा आउँछ, कोही अब पागल जस्तो भेषमा पनि आउँछ। पागल भन्नु पर्यो भने पागल। पागललाई नेपाल भाषामा हामीले वे भन्छौं। वे। त्यस्तै गरी अब हामीले पागल आयो भन्नु पर्यो भने वे वो ल। यसलाई हामीले प्रोनाउन्स गर्दाखेरि वे वो ल। वोल हैन कि यो वो ल, वोल। वोल अर्थात् आयो भन्न खोजेको हो। कहिलेकाहीँ हामी साथीहरु बीचमा बस्दाखेरि अब जिस्किएर कोही साथी आयो भने वे वल पनि हामीले भन्छौं। त्यस्तै गरी कसैले जिस्किएर तिमी पागल हो भन्नु पर्यो भने छ वे ख ला। छ वे खला। छ अर्थात् तिमी, खला अर्थात् हो भन्न खोजेको हो। त्यस्तै गरी अब हामीले तिमी पागल जस्तै छ भन्नु पर्यो भने छ वे थे चो। छ वे थे चो। त्यस्तै गरी अर्को गाई जात्रा भनेको के हो क्वेशन मार्क। अब हामीले यसलाई नेपाल भाषामा यसरी भन्न सक्छौं। सापारु ताउ छु ख
सापारु ताओ छु ख। अब तपाईहरूलाई पनि गाई जात्राको बारेमा केही कुरा थाहा छ भनेदेखि प्लिज कमेन्ट गर्नुहोला। र गाई जात्रा ठाउँ अनुसार अलिक फरक फरक हुन सक्छ। जस्तै भक्तपुरमा अलिकति फरक छ, थोरै फरक छ। काठमाडौँ र भक्तपुरमा मनाइने तरिकाहरू थोरै फरक छ। यदि तपाईँको ठाउँमा पनि गाई जात्रा मनाइन्छ भने कुन तरिकाले मनाइन्छ, कसरी मनाइन्छ त्यो पनि लेख्नुहोला। र तपाईँलाई गाई जात्राको बारेमा थाहा भएको कुराहरू पनि प्लिज कमेन्ट गर्नुहोला। अनि कसैले गाई जात्राको शुभकामना पनि भन्छन् र कसैले गाई जात्राको शुभकामना दिनु हुँदैन पनि भन्छन्। तपाईको यो विषयमा के विचार छ, तपाईलाई के लाग्छ यो विषयमा, त्यो पनि तपाईले भन्न सक्नुहुन्छ।